लुगाहरू नि धुन बाँकी थियो, घर नि सफा गर्न बाँकी थियो। त्यही भएर म चाहिँ सिधै उठ्न साथ यता किचन र भाँडा माझ्नुतिर लागेँ। अनि भाँडासाँडा माझिसकेर फ्रेस भएर ब्रेकफास्ट बनाएर खाएँ। मलाई चाहिँ एकदमै भोक लागेको थियो कि, किनभने राति मैले केही नखाइकन सुतेको थिएँ। अनि छिटो छिटो म चाहिँ खाना बनाउँदै लागिहालेँ, एकदम भोक लागेर। अनि खाना बनाउँदै यता लन्ड्री नै गर्दै अनि घर नै सफा गर्दै गरिरहेको थिएँ कि म चाहिँ एकैचोटि, किनभने मसँग आज नै टाइम थिएन नि त। आज चाहिँ मेरो मिना बजारमा सुट थियो 1 बजेदेखि। अनि त्यही भएर म चाहिँ छिटो छिटो काम गर्न खोजिरहेको छु, तर 11:30 त यहीँ बजिसकेको छ। एकदम अत्तालिँदै म चाहिँ खाना पस्केँ। अनि खानामा चाहिँ मैले आज टमाटरको चटनी, मसरुमको सब्जी, दाल बनाएको थिएँ। अनि खाना खाएर लुगा सुकाएर सावर लिएर स्किन केयर गरेर हेयर ड्राई गरेर मेकअप गरेर अत्तालिँदै म चाहिँ रेडी हुँदैछु, किनभने यहीँ 1 बजिसकेको छ, 1 बजे पुग्नुपर्ने ठाउँमा। अनि आज चाहिँ एकदम पानी परेको थियो। अनि पानीले मेकअप बिग्रिन्छ होला भनेर म चाहिँ यहाँ पुरै भूत जस्तो भएर हिँडिरहेको छु। अनि म चाहिँ फाइनल्ली 2 बजे पुगेको छु आज सुटमा। अनि उहाँ चाहिँ सुप्रिना, उहाँले नि हो मेरो भिडियोहरू बनाइदिने चाहिँ। उहाँ चाहिँ सबै कुरा रेडी गरेर राखिसक्नु भएको रहेछ। अनि आज चाहिँ अर्को बहिनी आउन पाउनु भएन, सब बिरामी भएर। अनि त्यही भएर आज चाहिँ स्टिमहरू चाहिँ हामी आफैले गऱ्यौँ। अनि यता सुटहरू गर्दै साडीहरू हेर्दै मख पर्दै बसिरहेको थिएँ म चाहिँ। आज एउटा साडी चाहिँ मलाई एकदमै राम्रो लागेको छ, ब्ल्याक एन्ड व्हाइट कलरको साडी होइन। आजको बेस्ट साडी चाहिँ यही नै थियो भनौँ न। अनि त चिया ब्रेक लिँदै काम गर्दै टचअप गर्दै ब्रेक लिँदै आज लगभग हामीले 6-7 वटै साडीहरू गऱ्यौँ होला। अनि यो चाहिँ मलाई कस्तो युनिक लागेको क्या साडी चाहिँ, हेर्नु कस्तो राम्रो छ यो साडी। रेडिमेडवाला साडी रहेछ क्या। म चाहिँ अनि कस्तो थाकिसकेको थिएँ क्या, किनभने धेरैवटा सुट गरिसकेको थिएँ नि त। अनि फाइनल्ली यो चाहिँ हाम्रो आजको लास्ट साडी थियो। अनि यो साडी पनि एकदमै छिटो छिटो भ्याएर सकिहाल्यो हामीले चाहिँ। अनि कति सक्दाखेरि 7:30 नै बजिसकेको थियो होला। अनि हामीले चाहिँ सुटहरू भ्याएर यता कपडाहरू मिलाएर ज्वेलरीहरू राखेर म चाहिँ निस्केँ बाबाजीलाई बाई भन्दै। पछि गएको थिएँ, तर पछावाला दाइले चाहिँ मेरो लोकेसनै देख्नु भएन छ। अनि त्यही भएर चाहिँ म बाहिरसम्म हिँड्दै नै गएँ। अनि पानी नै परिरहेको थियो एकदमै धेरै। बल्ल म चाहिँ घर आइपुगेँ। अनि एकदमै थाकेको थिएँ म त आज नि। घर आउँदा नि लगभग कति 9 नै बजिसकेको थियो। अनि मलाई चाहिँ एकदमै हुन्छ नि कतिखेर मेकअप धुम जस्तो भइसकेको थियो क्या। त्यो बिहानदेखिको मेकअप भएर अनि म चाहिँ आउन साथ मेकअप रिमुभ गरेर फेसवासले मुख धोएर अनि स्किन केयर गरेर फ्रेस भएँ, लुगाहरू नै चेन्ज गरेँ मैले। अनि त्यसपछि म चाहिँ खानातिर गएँ। एकदम भोक लागेको थियो नि त दिनभरि, मैले त्यही चिया मात्रै खाएर बसेको थिएँ। अनि बिहानकै मामहरू तताएर माम खाएँ। अनि कतिखेर बेडमा अरू सुतौँ जस्तो भइसकेको थियो मलाई। अनि फाइनली म बेडमा आएँ। एन्ड लास्टली थ्याङ्क यू फर वाचिङ माई भ्लग। बाई बाई, टेक केयर, गुड नाइट।